मेरो चाहिँ पेट फुल्ने समस्या थियो, टोइलेट नलाग्ने थियो, हजुर अनि खाना अब पच्दैन थियो, जिउ दुख्ने, हात गोडा दुख्ने, अनि त्यस्तै थियो बाबु। अब यो कोरोफिल मैले खाएको 1 महिना भयो। 1 महिना भयो मलाई हजुर चाहिँ 1 हप्ता पछिदेखि पुरै काम गरेँ के, हजुर हजुर टोइलेट लाग्ने अनि खाना रुच्ने, हजुर यस्तो जोड्नी दुख्ने पनि पोल्ने थियो, त्यो पोल्ने नि कम भएछ मलाई, राम्रो भएको छ बाबु मलाई। धेरै खुसी हुनुहुन्छ। पहिला म आउँदाखेरि त तपाईँको पेट पनि निकै ठुलो जस्तो, अनुहार एकदमै पनि ठुलो। सुन्निएको जस्तो, अहिले त एकदमै खुसी ह्याप्पी देखिन्छ नि आमा। यो क्लोरोफिलकै काम हो त? हजुर, हजुर, हो बाबु हो यो। भनेपछि तपाईँ यो क्लोरोफिल प्रति सन्तुष्टि हुनुहुन्छ आमा? म त एकदम सन्तुष्टि, है? म त एकदम खुसी बाबु। धेरै समस्या थियो तपाईँको धेरै स्वास्थ्यमा। धेरै धेरै ढाड पोल्ने, जोड्नी हड्डी दुख्ने, पैताला पोल्ने, टाउको दुख्ने धेरै थियो मलाई। मलाई भेट्दा तपाईँले के भन्नुभएको थियो भने 1 हप्ता भयो टोइलेट नगरेको हजुर, भन्नुभएको थियो हजुर, है आमा? हजुर, हजुर। अहिले टोइलेट टाइममा भइरहेछ अब। अहिले 2 टाइम हुन्छ, कि बिहानमा 2 टाइम कि दिउँसोतिर 2 टाइम, त्यति हो। भनेपछि राम्रै काम गरिरहेछ। राम्रो राम्रो।